हाम्रो अब औपचारिक कार्यक्रम सुरु गरौँ। हाम्रो यस उदास परिवारको यो सामूहिक कुल पूजामा आज यहाँ पाल्नुभएका आदरणीय ठुलोबाबा ठुलोआमा काका काकीहरू दाइ भाउजू र अब प्यारा भाइ बुहारी छोरा छोरी यहाँहरू सबैलाई हाम्रो यस कुल पूजा व्यवस्थापन समितिको तर्फबाट म सचिवको हैसियतले हजुरहरू सबैलाई न्यानो अभिवादन सहित स्वागत गरे। हामीले यो कुल पूजा यसरी अहिले यो चौथो वर्ष होइन हाम्रो हामीले यसरी सामूहिक रूपमा यसरी पूजा गर्न थालेको यो हामी चौथो वर्ष भयो र चौथो वर्षमा आइपुग्दाखेरि हामीले पहिला गरेका कतिपय अब गर्दै जाँदै कति गल्ती कमजोरीहरू भयो त्यसलाई सुधार्दै अहिलेलाई 4 वर्षमा प्रवेश गऱ्यौँ। अब यसमा पनि केही जान अनजानमा केही गल्तीहरू भयो होला, अब कतिपय कुराहरू टाइममा भएन, अब त्यसको लागि चाहिँ हामी क्षमाप्रार्थी छौँ र अब यसलाई मैले अब धेरै समय नलिकन यसलाई पनि औपचारिक रूपमा चाहिँ कार्यक्रम सुरु गरेँ। सर्वप्रथम त हाम्रो यस आजको यस कुल पूजा समितिको यस कार्यक्रमको विशेष अतिथि भनौँ अथवा हाम्रो ज्येष्ठ नागरिकको हैसियतले मैले आदरणीय काका बाबुराम दासलाई आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै गरी अब अर्को ज्येष्ठ नागरिक हाम्रो आदरणीय काका रमेश उदास काकालाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु। त्यस्तै हाम्रो यस समितिको अध्यक्ष आदरणीय वसन्त काकालाई आसन ग्रहणको लागि अनुरोध गर्दछु र यहाँ उपस्थित हुनुभएका सम्पूर्ण आफन्तजनलाई यथास्थानमा आसन ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु। अब यस कार्यक्रमको निरन्तरता गर्दै आदरणीय रमेश काकालाई स्वागत मन्तव्य राखिदिनु हुन 2-4 शब्द राखिदिनु हुन अनुरोध गर्दछु। छैन के रे अब यो मलाई चाहिँ सबैभन्दा खर्केको कुरा यो बुहारी समूहले जुन सक्रियता देखायो नि मलाई त यस्तो राम्रो लाग्छ है भनेर साध्य छैन। अनि घरमा चुलो चौका यताउति भाँडा माग्ने मात्रै गर्थ्यो है, अहिले त एकदम सक्रियता हिसाब किताब गरेर मलाई एकदम ठिक लाग्छ। अनि एउटा मलाई चाहिँ मन परेको कुरा चाहिँ मनमा गरेको कुरा भने ऋण काटेर पनि घिउ खाने कि ऋण काटेर घिउ खाने, घिउ खाएपछि त बलियो हुन्छ, शक्ति आउँछ अनि केही गर्न सक्छ के। ऋणै नखाने च्याम्रेर बस्ने त्यो चाहिँ मलाई मन पर्दैन। बरु ऋण लिएर घिउ खाने ल अन्य ल सन्तु भाइ। अनि अब त्यस्तै गरी हामीले विगत वर्षहरूमा जस्तै गरिरहेका छौँ कि हाम्रा आफ्ना अब बुहारी कसैको काका छोरा छोरी अब हरेक कुरामा कुन क्षेत्रमा उनीहरू सफल भएको छ, कोही पढाइमा होला केहीमा होला होइन। त्यस्तै पढाइकै सिलसिलामा हामीले शैक्षिकमा जसले शैक्षिक योग्यता हासिल गरेको छ उनीहरूलाई सम्मान गर्दै आइरहेको छौँ र यो वर्ष पनि त्यसैलाई हामीले निरन्तरता दिएको छौँ। अब यस वर्ष पनि हाम्रो छोरा छोरी भाइ भनौँ अथवा के भनौँ होइन, हाम्रोमा सम्मान गर्ने अहिले 6 जना छन्। सबैभन्दा पहिला चाहिँ हाम्रो आदरणीय प्रकाश काकाको छोरी प्रमुदिता उदास जसले चाहिँ फाइन आर्ट्समा ग्रेजुएट गरेर हाम्रो सन्तानमा जोत्सना मलाई त जे लेखेको थियो त्यही भन्दै काकी जोत्सना नानीले फाइन आर्ट्समा ग्रेजुएट गरेको हुनाले बहिनीलाई सम्मान गर्नको लागि मैले आदरणीय बाबु काकालाई अनुरोध गरेँ र सम्मान ग्रहण गरिदिनु हुन। नानी त आएको छ र बहिनी भनेपछि काका पनि आउनु भएको छैन। ल अब नानीको तर्फबाट काकीले नै सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु।
त्यस्तै गरेर काकी बस्नु काकी आज पनि सम्मान छ भाइले पनि अहिले एससी पास गरेको होइन त्यस्तै गरी प्रकाश काका ज्योति काकीकै छोरा सुपुत्र प्रज्योस उदासले पनि अहिलेको वर्ष एससी पास गरेकोले बाबुलाई पनि सम्मान गर्नको लागि आग्रह अनुरोध गर्दछु। अब त्यस्तै गरेर हाम्रो आदरणीय सन्तोष काका सृजना काकीको सुपुत्री बहिनी सन्जिना उदासले इन्जिनियरिङ बिई पास गरेको हुनाले ग्रेजुएट गरेको हुनाले नानीलाई पनि सम्मान ग्रहण गर्नको लागि अनुरोध गर्दछु। त्यस्तै गरेर हाम्रै सन्तोष काका सृजना काकीको बुहारीले युकेबाट मास्टर डिग्री कम्प्लिट गरेकोले बुहारी त यहाँ छैन, बुहारीको सम्मान गर्नको लागि काकीलाई अगाडि आएर सम्मान ग्रहण गरिदिनु हुन अनुरोध गर्छु। काका आउनु भएन काकीले त्यस्तै गरेर हाम्रो सुजित कल्पना उदासको छोरी सुमीक्षा उदासले हालसालै +2 पास गरेको हुनाले छोरीलाई पनि सम्मान ग्रहण गर्नको लागि अनुरोध गर्दछु। धेरै धेरै बधाई र अझै पनि सफलताको शुभकामना। त्यस्तै गरी हाम्रो भाइ उमेश र बुहारी लिमा उदासको जेठो कि कान्छो सुपुत्र स्वप्निल उदासले पनि एसई पास गरेको हुनाले बाबुलाई पनि सम्मान गर्नको लागि अनुरोध गर्दछु। सबैलाई भागी गर्नु कार्यक्रमलाई चाहिँ थोरै अगाडि बढाए। अब हामीले चाहिँ के गर्छौँ भने हामीले अब यो वर्षको त हामीले हिसाब त बल्ल भोलि पर्सिमा थाहा हुन्छ के कति खर्च भयो के कति उठ्यो भनेर होइन। अघिल्लो वर्षको हिसाब किताबको लागि अघिल्लो वर्ष हाम्रो के कस्तो पैसा उठेको थियो र हाम्रो कोषमा के कति छ, के कति खर्च भयो र बचत कति भएको छ, त्यसको हिसाब किताब हजुरहरूलाई आर्थिक विवरण उपलब्ध गराउनको लागि यस समितिका कोषाध्यक्ष होइन कोषाध्यक्ष भाइ उमेश उदासलाई अनुरोध गर्दछु। ठुलो मम्मी, काका, बुवा, दादा, काकी, भाइ बुहारी, भाइ बहिनी, छोरा भतिजहरू मेरो नमस्कार। यो मेरो पहिलोचोटि यसरी बोल्दैछु म है। त्यस्तो उठेर कहिले पनि बोले छैन। हिसाब म परारको हिसाब गर्दाखेरि हाम्रो परारको सबैलाई कति सुन्नु न होइन परार हामीले पैसा उठाएर खानेकुरा धेरै भएको थियो र पैसा नपुगेर हामीले पछि 200 उठाएको थियौँ होइन। 200 उठाएर हाम्रो बचत कति भयो त्यतिखेर 520 रुपियाँ बचत भएको थियो र हाम्रो सन्तोष काका र सृजना काकीले त्यो दिन कुलदेवताको नाममा हामीलाई भेटी 5050 रुपियाँ भेटी चरण भयो परार। त्यस हिसाबले परार हाम्रो बचत 5570 हाम्रो परारको बचत छ र त्यही हिसाबले पोहोर हाम्रो
पोहोर हाम्रो 57 जनाले भोज खर्च 57 जना हुनुभएको थियो भोज खानेहरू र 57 जनाको भोज खर्च 600 रुपियाँ उठाउँदाखेरि 34,200 रुपियाँ उठ्यो त र भोजमा खर्च भएको 29,840 रुपियाँ खर्च भएको थियो र 4,360 रुपियाँ बचत भएको थियो। त्यसमा अनि दोस्रोको 3200 रुपियाँ खर्च गरेर 1,160 रुपियाँ भोज खर्च उठाउँदाखेरि बचत भएछ र त्यसपछि वार्षिक शुल्क हामीले 500 रुपियाँ हरेक वर्ष उठाउँछौँ। त्यही 18 जनाको 500 रुपियाँले 9,000 वार्षिक शुल्क बचत भएछ। त्यसमा सरस्वती उदास काकीले बुहारी छोरा बुहारी उसले भाइ अब नाम त अलिकति उस भइ गाह्रो नमान्नु सरस्वती काकीले 5,020 रुपियाँ हाम्रो कुलदेवताको लागि चन्दा दिनुभएको थियो र त्यसरी उत्तम काकाले पनि 5,000 रुपियाँ चन्दा दिनुभएको थियो मन्दिरको लागि र त्यसमा भेटी हाम्रो मन्दिरमा भेटी चढाएको 493 रुपियाँ भेटी जम्मा सङ्कलन भएको थियो। त्यसैले त्यो सबै गरेर हाम्रो 19,513 रुपियाँ बचत भएछ र यो 1,160 रुपियाँ भोजको बचत बचेको हिसाबले 20,673 रुपियाँ पोहोरको बचत भएछ र परारको 5,570 गर्दाखेरि 26,243 रुपियाँ हाम्रो कोषमा जम्मा भएको छ। अनि प्रकाश उदास काकाले हाम्रो यो वंशावली त्यो ब्यानरको स्पोन्सर गरिदिन्छु भन्नुभएको थियो र त्यो त्यसमा खर्च 7,000 उठेको थियो र त्यो 7,000 सबै हाम्रो प्रकाश उदास काकाले खर्च बेहोरिदिनु भएको छ। अब यस वर्षको हिसाब किताब अब सबै बाँकी छ। अब तिरतार पछि सुनामले यस वर्षको हिसाब गर्छ त त्यो त अनि यस वर्ष हामीलाई हाम्रो गेन्द्रमान उदास ठुलुवाले छोरालाई डिबी पढेर अमेरिका गएको उपलक्ष्यमा 15,000 रुपियाँ हाम्रो कुलदेवतालाई दान दिनुभएको छ। त्यसै गरी राजु उदास काकाले आफ्नो छोरा डेनमार्क गएको उपलक्ष्य छोरा भयो डेनमार्क गएको उपलक्ष्यमा 3,500 रुपियाँ कुलदेवतालाई चन्दा दिनुभएको छ। हस्त धन्यवाद। धन्यवाद उमेश उदास भाइलाई। उहाँ भाइले चाहिँ विगत अघिल्लो वर्षसम्मको हिसाब किताबको आर्थिक विवरण पेश गर्नुभयो। अब यो वर्षको चाहिँ हामी भोलि यो समितिले बसेर के कति खर्च भएको छ त्यो सबै डिटेल निकाल्छौँ र त्यो जुन बचेको पैसा छ त्यसलाई चाहिँ हामीले अब 2 जनाको नाममा संयुक्त खाता खोलेर अब कुनै ब्याङ्क अथवा सहकारीमा 2 जनाको नाममा संयुक्त खाता खोलेर राख्छौँ। किनभने समितिको नाममा मिल्दैन व्यक्तिगत खाता, तर 2 जनाको नाममा सिग्नेचर सर्ले गरेर हामी शुभकामना मन्तव्यको लागि हाम्रो यो बुहारी जति छोरी बुहारी छन् नि त्यहाँबाट को इच्छुक हुनुहुन्छ यसो हात उठाउनु न ल एउटा मन्तव्य राखिदिनु पर्यो। शुभकामना कोही इच्छुक हुनुहुन्छ? सर्वप्रथम पहिला चाहिँ जुन जति सम्मान ग्रहण गर्नुभयो नि अब हाम्रो बहिनी छोरी अब बहिनीबाट सबैलाई भाइ बहिनीहरू छोरा बहिनीहरू सबैलाई मेरो तर्फबाट नमस्कार। यसो यो जुन अहिले चलिरहेको चलन छ यसरी नै अगाडि दिनहरूमा पनि यसरी नै सबैलाई सपोर्ट गर्दै मोटिभेट गर्दै शुभकामना मन्तव्य राखिदिनु हुन्न। अब बुहारी हाम्रो शान्ति हाम्रो भविष्यको नेता हो। बोल न त प्र्याक्टिस गर्ने त परिवारको कुल पूजाको सचिवज्यूलाई यस उदास कुल पूजामा उपस्थित सबै हाम्रो काकी काका काकी मेरो भाइ बुहारी यानि मेरो के भन्छ देउरानी जेठाजु जेठानी सबैलाई म नमस्ते भन्न चाहन्छु। यसरी हामीले कुल पूजा के अरे उदास परिवारको कुल पूजा गर्दाखेरि हामीले हाम्रो परिवार हाम्रो उदास परिवारहरू सबैजना एक भएकोमा म चाहिँ एकदमै खुसी छु। हाम्रो काकाहरूले चाहिँ अब बुहारीहरूले नै एक गर्नुभएको भन्नुहुन्छ, त्यसमा झन् मलाई हौसला बढिरहेको छ। यसरी नै हौसला बढाइदिनु हजुरहरूले अझै पनि अरू केही गर्न सकौँ, अझै उदास परिवारमा अरू बाबु नानीहरूलाई पनि केही गराउन सकौँ भन्न चाहन्छु। अरू त यति नै हो होइन मनको कुरा भन नि त। हस् त धन्यवाद। हामी सबैजना यहाँ भएको बेलामा
कुलदेवतालाई सार्नु पर्यो। अहिले अर्काको जग्गामा भयो त्यो कुलदेवतालाई कहाँ लैजाने र कसरी राख्ने भन्ने सल्लाह गर्नु पर्यो। सबभन्दा मेन सल्लाह यो मैले 4 वर्ष 5 वर्ष अगाडिदेखि भनिरहेको छु। पहिला कुरा चाहिँ सुनेको छैन कसैले। मैले बिहान पनि केही भएर मनको कुरा भन भनेको। सबैजना भएको बेलामा लम्फुरा गरौँ। त्यही भएर प्रकाश भाइ पनि आउनुभयो भने चाहिँ एक्चुली नारायण ठाउँमा नै राख्ने भन्ने कुरा भएको थियो होइन। अब भाइले भन्नुभयो भने दिनदेखि ठाउँ भन्नुभयो। आइपुग्दासम्म हामीले सुधार त गर्दै गर्दै आएको छौँ, तर आजको पनि अब के कति एकदम कमजोरी छ के छ होइन, यसलाई यसो गरे हुन्छ नि, यसै सुधार गर्दा राम्रो होला भन्ने तपाईँहरूको मनमा छ भने त्यो पनि फिडब्याक दिनुभयो भने अघिल्लो वर्षलाई सजिलो हुन्छ नि त हामीलाई। त्यही भएर अब तपाईँहरूको मनमा के छ त्यो यसरी सुधार गर्नुपर्छ जस्तो केही छ भने भनिदिनु भयो भने अर्को वर्ष त्यसलाई सुधार गर्न सकिन्थ्यो। त्यहाँ भन्नुहोस् त अब त्यस्तो केही छ भने। यस्तो गरेर राम्रो हुन्छ भन्ने कुरा छ भन्नु है। मैले अब छोराको हैसियतले भन्दा चाहिँ अब हाम्रो सुरुको त्यो पूजा गर्नुभन्दा अगाडि मिटिङ बस्छ नि, त्यसमा चाहिँ हरेक घरको एकजना उपस्थित भयो भने चाहिँ सबैलाई पर्सनल रूपमै इन्फर्मेसन जान्छ भन्ने कुरा। जस्तै आज अब मिटिङको लागि पनि हामीले अब डाइरेक्ट खानापछि सबै यताउता 2082 सालदेखि नै यो उदास सन्तानहरूको कुलपूजामा हामी सबै समेत भइरहेका छौँ र हुने पनि छौँ। र 80 सालमा चल्यो, 81 सालमा चल्यो, 82 सालमा चल्यो, 82 अरू सालभन्दा यो 83 सालमा अझै राम्रो भएछ। यस्तै भएर हामी सबै दिदीभाइ बुहारीहरू, अब बुहारी नै भन्नु है, बहिनीहरू नभनन्, जसरी बुहारी समूहले आत्मादेखि नै समर्पण गरेर यतिका वर्षसम्म हाम्रो कुलपूजामा कुनै समावेश हुने थिएन। अहिले भएकोमा सर्वप्रथममा बुहारी समूहलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु र अझै पनि राम्रो होस्, अझै राम्रो परिस्थितिमा चल्दै जाउँ। किनभने पूजा गर्ने तरिका अझै पनि हामीमा राम्रो भएको छैन। कसैले मन नबुझाउनु, नजानेको कुरा सोधेर गर्ने, सबैले सिकेर सोधेर सानो भइन्न, बोलेर ठुलो भइँदैन, सिक्ने बारे हामीले सिकौँ। र हामीले जब हामीले यो 2083 सालमा अहिले हामीले यो कुलपूजा सुरु गऱ्यौँ, 82 सालमा धेरैजनालाई हामीले के अरे स्वागत पनि गरेका थियौँ, अहिले 83 सालमा पनि रहेछ। त्यस्तै गरी आइन्दा सालमा यस्तो छोराछोरी नाति नातिना त एसएलसी हुँदै जान्छन्, कोही बिहे होलान्, कोही ठुलै सम्पूर्ण मेरो उदास परिवार कुलपूजाका कार्य समिति प्रतिनिधिहरू र मेरा 18 घर उदास सन्तानहरूमा म यस उदास परिवार कुलपूजाको उपाध्यक्ष। जुन हामीले हाम्रो सन्तान कहाँ गयो भनेर खोजी नीति गर्दाखेरि सन्तान त यही रहेछ नि त, तर किन चिनेन, किन मेरो छोराले उता दिवरको छोरीलाई चिनेन, दिवरको छोराले मलाई किन चिनेन भन्ने कुरा खोजी नीति गर्दाखेरि आज हामीले 4 वर्षसम्म यो कार्यक्रमलाई अगाडि बढाएँ। तर पनि यो अगाडि बढाउँदाखेरि मलाई कता मनमा चाहिँ अलिकति दुःख मान्छे किन लाग्यो भने जुन हामीले हजुरहरू आउनुहोस् है भनेर प्रत्येक घरलाई फोन गर्दाखेरि त्यो छलफल कार्यक्रममा कोही पनि उपस्थित हुनु भएन। त्यसो भयो भने त हामीले बुहारीहरूले त हाम्रो लागि मात्र पूजा गर्न खोजे जस्तो लाग्यो होइन। अब होइन तपाईँहरूले होइन, हामीले पनि तिमीहरूले गरेको कार्यक्रममा राम्रो लाग्यो, तिमीहरूले खोजेको हाम्रो देउता हामीले नि बुझे चिने भन्नुहुन्छ भने खुल्ला मनले आउनुहोस्। हामीले कार्यक्रम आज यस्तो छ, मिटिङ छ भन्दाखेरि आइदिनु होला। काम त हाम्रो पनि छ, हामीले पनि घरको धन्दा भएर सासुको चित्त बुझाएर छोराछोरीलाई स्कुल पठाएर हामी पनि आउने हो, हामी पनि कुनै फुर्सद भएर आएको त होइन। तर यहाँ त के भयो भने हामी चाहिँ कार्य समितिमा बसी चाहिँ हामी चाहिँ जसरी नि आउनु पऱ्यो, अरू 18 घरले चाहिँ छुट्टी पाए जस्तो भयो। यो चाहिँ सबैको लागि भनेर हामीले गरेको होइन। तपाईँहरूले अब त्यसरी चित्त बुझेन भने बुहारीहरूसँग भन्नु होइन, किन यस्तो गर्ने भन्नु कि त होइन, तिमीहरूले गरेको सल्लाह हामीलाई ठिक छ भनेर कि हामीले सबै अधिकार दिनुहोस् होइन। नहोइन भने चाहिँ हामीले आज मिटिङ छ है, आउनुहोस् है भनेर सामेल भइदिनु हुन म चाहिँ एकदम अनुरोध गर्न चाहन्छु हृदयदेखि। अनि के भन्छ अरे बुहारीहरूले त अब यतिको गरेपछि त ससुरहरू तात्तिन पर्ने हो नि। अझै पनि ससुरहरू तात्तिन नसक्नुको कारण के हो, आर्थिक स्थिति कमजोर भएर हो कि हाम्रो होइन। ठिकै छ 18 घर छ, कति पढेर 10 उठाउँला, 5 उठाउँला, 20 उठाउँला, ठिकै छ। एउटा हाम्रो कुलदेवतालाई चाहिँ एउटा ठाउँमा स्थापना गर्नु पर्यो। सधैँभरि अर्काको जग्गामा घोटोमुटो भएर जाने कुरा त भएन होइन। त्यसले गर्दा चाहिँ सबैजनाले यो विषयमा चाहिँ सोच्नु पर्यो। अनि हाम्रो ज्येष्ठ जुन हाम्रो काका ससुराहरू हुनुहुन्छ उहाँहरू चाहिँ अझै उपस्थित भइदिएदेखि हामी अझै सन्तोषजनक हुन्थ्यो। किन भन्दा अहिले मैले मन छोडेँ हेर्दा पनि सबै हामी लेडिजहरू त छु नि त, हामी बोलेर त केही हुनेवाला छैन कि। जति बोले नि हाम्रो श्रीमान नै बोल्नुपर्छ। मैले 20 दिन्छु भने नि श्रीमानले नै धकाल्ने हो किन भन्नु त। तपाईँले यहाँ 50 दिन्छु भने श्रीमानसँगै माग्ने हो भनेपछि त मेन कुरा त हाम्रो घरको जेठो बाटो हाम्रो श्रीमानहरू, जस्तै मेरो श्रीमान अब काकाहरू, मेरो बुवाहरू
उपस्थित भइदिए थिएँ अझै राम्रो हुन्थ्यो जस्तो लाग्छ कि। अनि कार्यक्रम त हामीले सबैको लागि छलफल मेरो छोरीले मेरो यो अजी हो यो काका हो यो निनी हो भनेर चिन्नुहोस् भनेर गरेको कार्यक्रम हो। तर हेर्दा के भयो त हामीले चाहिँ जबरजस्ती खाना बोलाएको र पकाएर पस्काइदिएको ल खाएर चाहिँ हामी गए बाई बाई यो तरिका चाहिँ भएन। जसरी कुलपूजालाई तपाईँहरूले समय छुट्याउनुहोस् भनेर आजभन्दा 3 वर्ष अगाडि मैले बारम्बार भनिरहेको छु कार्य समितिले भनेपछि तपाईँहरूले यो दिनलाई चाहिँ छुट्टी लिनै पर्छ र उपस्थित हुनै पर्छ। होइन तपाईँहरूलाई अब हामीले घस्याएर नै उपस्थित गराएको भने त ठिकै छ आउनुहुन्छ वेलकम स्वागत छ हाम्रो उदास परिवारको कुलपूजामा। होइन अनि मन मारेर मनलाई बिजाएर चाहिँ आउनु पर्दैन है मैले चाहिँ यो भन्थेँ किनकि मैले डाइरेक्ट भन्थेँ इन्डाइरेक्ट पछाडि कानमा पछाडि घन्टा पछाडि कुरा गर्नुभन्दा अगाडि भन्दा बेस्ट लाग्यो कि मलाई। अनि यस्तोरी गरेर बुहारीहरूले यो कुलपूजाको लागि भनेर हामीले 15 दिन छुट्याएको कि 15 दिन छुट्याएको या त कि हामीले अहिले नयाँ काम गरिरहेको छु हामी यहाँ बुहारीहरूले त्यो कामलाई 3 दिनलाई स्थगित गरेर हाम्रो कति अर्डरको सामानको अर्डर आइरहेछ स्थगित गरेर यो कामलाई अगाडि बढ्दाखेरि पनि हामीले अझै पनि जस पाइएन होइन। अब त्यसको लागि चाहिँ के गर्नुपर्छ सुझावहरू छ भने भन्नुहोस्। हामीले त अब सधैँको पछि त बच्चाहरू त हाम्रो घरमा त बच्चाहरू दिन प्रतिदिन त बढिरहेको छन् धेरै स्टेपहरू फुर्किरहरू पार गरेको छ। आज मेरो बच्चाले यो उपहार पाउँछ भने त सबैलाई मनन त होला नि। तर बच्चाहरू आएर उपस्थित भइदियो भने बच्चालाई नै हामीले ओढाइदिन पायौँ दोस्रोलाई ओढाइदिन पायौँ अझै खुसी लाग्थ्यो कि हामीलाई। किनकि मेरो बाउ मेरो काका मेरो भाउजूहरूले पनि यस्तो कार्यक्रम गरेर हामीलाई स्वागत गर्दो रहेछ नि भने मनोबल बढ्छ पढ्ने इच्छा जाग्छ। तर यहाँ त्यो भएन कि लिनपर्छ लिन्छु दिनपर्छ दिन्छु जस्तो भयो कि हामीले पनि ठिकै छ पैसै नगरेर खाने भने पनि खाइदिन्छु केही फरक परेन। तर हामीले यहाँ त हरेक कुरामा त फोन गरेर भन्नुपर्ने होइन एकदमै झुक्नुपर्ने अवस्था आयो कि। अब त्यो तपाईँहरूलाई हामीले यसरी बोलाएको तपाईँहरू आउनुभएको तपाईँको इच्छा एकदम खुसी भएर आउनुभएको पनि ठिकै छ होइन। अब होइन भने त ठिकै छ। अब तपाईँहरू जसरी पहिला भाँडेर लथालिथिङ हुनुभएको थियो नि त्यस्तो भए पनि हामी केही भन्नेवाला चाहिँ छैन कि। तर हामीले यदि हाम्रो कार्य समितिको मिटिङ राखेपछि ल आइदिनुहोस् है भनेर हामी सबै इन्फर्म त हुन्छ नि फोन त हुन्छ नि। तर सबैजना एकजना चाहिँ आइदिनु हुन म धेरै काकालाई धन्यवाद ज्ञापन सहित सभा विसर्जन गर्नको लागि उहाँले धन्यवाद ज्ञापनको लागि बसन्त काकालाई म अनुरोध गर्छु। उदास परिवारको कुलपूजाका चाहिँ कार्यक्रमका चाहिँ नायक मान्यवर मावलन राई मान्यवर दाजु रमेश खत्री भाइ चाहिँ द्वितीय प्रकाश उत्तम प्रकाश सुब्बाराव र उपस्थित भाउजू बहिनी बुहारीहरू चाहिँ आए सुझावको रूपमा त्यो चाहिँ मैले चाहिँ ग्रहण गरिरहेको छु। यसलाई चाहिँ अबका दिनहरूमा के कसरी चाहिँ लैजाँदाखेरि चाहिँ उपयुक्त हुन्छ अवश्य पनि विचार विमर्श गरेर चाहिँ सक्यो भने यही वर्षभित्र कुल देवतालाई चाहिँ कहाँ चाहिँ स्थानान्तरण गर्दा उपयुक्त हुन्छ त्यतिकै स्थानान्तरण गर्नु पनि चाहिँ नमिल्ने रहेछ। बुबाजुसँग छलफल पनि गरेको थिएँ मैले। पहिला चाहिँ कुल चाहिँ देवता कहाँ राख्ने त्यहाँको चाहिँ ठाउँको माटोको चाहिँ परिचय पनि गर्नुपर्ने रहेछ। उपयुक्त हुने नहुने कुल देवता चाहिँ त्यहाँ आएर चाहिँ बास बस्न चाहिँ मिल्छ मिल्दैन हुन्छ हुँदैन भन्ने कुराहरू माटो चाहिँ देखाएर उपयुक्त भयो भने अनि त्यो ठाउँमा हामीहरूले चाहिँ अब शिलान्यास गरेर चाहिँ मन्दिरको आरम्भ गर्ने मन्दिर चाहिँ बनाउँदाखेरि चाहिँ अर्थको चाहिँ निकै महत्त्वपूर्ण हुन्छ। सबैले चाहिँ प्रतिबद्धता चाहिँ जाहेर गरेको पनि मैले चाहिँ देखेँ मलाई खुसी पनि लाग्यो। र आजको यस कुल पूजामा आफ्नो कतिपय व्यस्त समयका बावजुद पनि कुल पितृ र कुललाई चाहिँ सम्झेर आदर श्रद्धा भाव चाहिँ राखेर जुन हिसाबमा चाहिँ हाम्रो आज सफलतापूर्वक एउटा उत्साहपूर्वक एउटा उमङ्गपूर्वक सम्पन्न भयो यसमा चाहिँ हामी सबै खुसी छौँ। कुलदेवमा मलाई चाहिँ लाग्छ पितृ र कुल देवताहरू चाहिँ खुसी भएर चाहिँ हामी सबैको कल्याण चाहिँ गर्नुहुन्छ होला भन्ने चाहिँ मलाई चाहिँ लाग्छ। र आज चाहिँ अधिराज्य भने कुमार खस्ती या चाहिँ सिटी नफको रूपमा विविध कार्यक्रम बनाएर विभिन्न हामी नेवार जातिको र धर्म सम्प्रदायकाहरूले चाहिँ कुमार खस्तीको रूपमा
सिटी डको रूपमा मनाइरहेका छौँ र यही अवसरमा चाहिँ हाम्रो पनि कुल पूजा परेको हुनाले हामीले पनि चाहिँ उमङ्गका साथ एउटा सम्पर्क चाहिँ गरिसकेका छौँ। यसलाई चाहिँ यसरी नै निरन्तरता दिन सकोस्, यसरी नै चाहिँ हामीहरू चाहिँ एकताबद्ध चाहिँ हुन चाहिँ सकोस्, यसरी नै चाहिँ हामीहरूले चाहिँ यो कुल पूजामा चाहिँ हामीहरू बिच चाहिँ एउटा भावनात्मक सहयोग, सद्भाव, सप्रेम र चाहिँ यो सम्बन्धको चाहिँ नवीकरणको चाहिँ अवसर र एक आपसमा चाहिँ हाम्रो मनका कुरा राख्न चाहिँ ठलोपनीको यो चाहिँ रूपमा चाहिँ हामीले चाहिँ विकास भएको चाहिँ हामीले चाहिँ पायौँ। हामीले चाहिँ लाग्छ अब यो चाहिँ जुन चाहिँ कार्यक्रम चाहिँ हामीले चाहिँ गरिरहेको छ त्यसमा चाहिँ हाम्रो त्यही भनेर रमेश दाइले भने जस्तो मनको कुरा भन्ने त तपाईँको मनमा लागेको बोल्नु पूजाको चाहिँ कहाँ बनाउने भन्ने चाहिँ कुरो चाहिँ आयो। अब यसको लागि चाहिँ अब दाजुभाइसँग सरसल्लाह यहाँ हामीहरूको उदास परिवारको कुल पूजाको दिन हो आज। यो कुल पूजा सार्ने भन्ने कुरा, कुल देवता सार्ने भन्ने कुरा गर्दैछ, तर कहाँ सार्ने त्यो ठेगान छैन। अब हामी 4-5 जना 6-7 जना दाजुभाइहरू सब मिलेर कहाँ सार्नुपर्छ, के सहयोग गर्नुपर्छ त्यो गर्नु पर्यो। यति भन्दै म यो 2 शब्द टुङ्ग्याउँछु। कार्यक्रम समाप्त भएको जानकारी गर्नु। ल अब आजको लागि हाम्रो कार्यक्रम है अन्त्य भएको जानकारी गराउँदै अब तल तातो तातो खाना पाकिरहेको छ। ल मिठो भयो नि नमिठो भए पनि मिठो मानेर खाएर जाउँला। ल है समापन भएको जानकारी।